हेलो एभ्रिवान, नमस्ते। स्वागत छ तपाईँलाई मेरो टेरेस गार्डनमा। आजको मेरो यो भिडियो चाहिँ यो रेनी सिजनमा हामीले हाम्रो फुलहरूलाई कसरी बचाउने र के नगर्ने भन्ने बारे मेरो छोटो भिडियो। आशा छ तपाईँहरूलाई मद्दत पुग्छ होला र हामीले कस्तो कस्तो प्लान्टहरू लगायो भने चाहिँ हामीले बर्सातमा सजिलो बचाउन सकिन्छ भन्ने पनि। र अहिले चाहिँ अब सिजनल फुलहरू नै राम्रो हुन्छ होइन। अहिले जिनिया, विन्का, इम्पेसन यिनीहरू नै छ। अनि असाध्यै मेरीगोल्ड पनि 12 मास हुन्छ है। मेरीगोल्डहरू पनि रोप्न सकिन्छ। अनि हामीले चाहिँ अब जुन प्लान्टलाई आकाशको पानीले बिगार गर्छ नि त्यसलाई चाहिँ सकेसम्म हामीले सेडमा राख्ने। अब सबै गरेर सेड पर्याप्त हुन्छ भन्ने पनि छैन। अब पुगेसम्म भएसम्म चाहिँ हामीले प्लान्टहरूलाई चाहिँ सेडमा राख्ने। जस्तै यो जिनिया, इम्पेसनहरू पनि सर्भाइभ गर्न सक्ने। इम्पेसन, विन्काहरू चाहिँ सबैभन्दा सजिलो त यो जिनिया एकदम सजिलो गरेर सर्भाइभ गर्छ पानीमा। अनि विन्का पनि सर्भाइभ गर्छ क्या पानीमा। त्यो यिनीहरूलाई चाहिँ बाहिर राख्दा पनि अब एकदमै पानी परेको भयो भने त हामीले विन्का र इम्पेसनलाई चाहिँ सेडमै राख्नुपर्छ। यसलाई चाहिँ खासै फरक पर्दैन। अब अलिअलि पानी पऱ्यो भन्नाले अब एकछिन बिहान पानी पऱ्यो, दिउँसो घाम लाग्यो भने त हामीले यिनीहरूलाई अब भित्र राख्नु परेन। यिनीहरू चाहिँ सर्भाइभ गर्न सक्छ। मेरो यो ब्राउन अर्किड पुरानो काटेर फालिदिएको नयाँ नयाँ। अनि अर्को चाहिँ अहिले एकदम राम्रो हुने एकिमेनिस के यो चाहिँ मैले अहिले लगाएकै छु। यो आफै आएको भन्नाले मैले गमलाहरूमा रिपोर्ट गरेको छैन, गमला खाली पनि छैन। त्यही भएर यसपालि गर्ने एकिमेनिस पनि एउटा एकदम राम्रो प्लान्ट हो यो रेनी सिजनको लागि। यसलाई पनि पानीले खासै बिगार गर्दैन। कस्तो मजाले आइरहेको छ। मैले मल हालिदिएको थियो यसरी होइन। अनि अहिले चाहिँ अब हामीले यिनीहरूको यसको पनि कटिङ लाग्छ, यसको पनि कटिङहरू लगाउन मिल्छ किनभने अहिले यिनीहरूको सिजन हो। अनि त्यस्तै भयो पेन्टासको पनि सिजन हो। यिनीहरू पनि कटिङ मजाले लाग्छ। यो चाहिँ अस्ति एक राउन्ड फुलेर फेरि अब कोपिलाहरू आइरहेछ यसरी। अनि सेडमा राख्ने। अनि कुन प्लान्टले पानी सहँदैन उनीहरूलाई चाहिँ हामीले जहिले सेडमा राख्ने। जस्तै अब यो जिरेनियमहरूले कति पनि पानी सहन्न है। पानी पऱ्यो कि त फुल पनि बिग्रिन्छ, प्लस प्लान्ट पनि पानी अलि धेरै भयो भने जरा कुहिहाल्छ यसको। त्यही भएर यिनीहरूलाई चाहिँ सकेसम्म हामीले आकाशको पानीले नभेट्ने ठाउँमा नै राख्ने। अनि यो इम्पेसन पनि अब धेरै प्रकारको हुन्छ नि त। अब यो चाहिँ हाइब्रिडले चाहिँ धेरै पानी सहन्न कि, अलिअलि त सहन्छ यसले। लास्ट इयर मैले पानी सहन्छ भनेर मैले मेरो अरेन्ज कलरको मैले खासै उस नगरेको मरिगयो कि त्यो। त्यही भएर यो हाइब्रिडलाई पनि हामीले सेडमा नै राख्नु पर्दो रहेछ। अनि यिनीहरूको पनि अहिले मजाले कटिङ लाग्छ यिनीहरूको। तपाईँहरूले यिनीहरूको कटिङ मजाले निकाल्न सक्नुहुन्छ। यो इम्पेसनको अनि यो जिनिया यो पनि कटिङबाट लाग्छ। जस्तै यो मैले पिन्चिङ गरेकोहरूलाई मैले यसरी साइडमा राखिदिएको थिएँ। कस्तो मजाले आएको छ हेर्नुहोस् न, यस्तो बुसी भएको छ मजाले कि। यसरी यिनीहरूको पनि कटिङ लाग्छ होइन। अनि जिरेनियमको चाहिँ यदि तपाईँहरू गर्मी ठाउँमा छ भने त यो त अब सर्भाइभ पनि गर्दैन होला, किनभने घामले यो माटो तातो भइरहेको हुन्छ है। अनि एकैछिनमा माथिबाट चिसो पानी पर्ने बित्तिकै फेरि त्यही भएर यसको यो प्लान्टहरू चाहिँ मर्ने कारण चाहिँ त्यो हो कि अब घाम कस्तो चर्को घाम लागेको हुन्छ अहिले होइन। अनि तातो माटोमा फेरि चिसो पानी पर्दा त त्यो जरा भताखुती कुहेर प्लान्टहरू मर्ने चान्सेस धेरै हुन्छ। त्यही भएर जुन प्लान्टले चाहिँ आकाशको पानी सहन्न त्यसलाई चाहिँ सेडमा राख्नु होला। अनि अर्को कुरा अहिले गर्न नहुने भनेको चाहिँ हामीले चाहिँ यिनीहरूमा यो के भन्छ उसै राख्नु हुँदैन क्या, पिना मल चाहिँ राख्दै नराख्ने। त्यो एकदम गरम हुन्छ अनि फङ्गस आउँछ अनि हाम्रो प्लान्टहरू मरेर जान्छ। अनि मैले त अहिले पनि अब हाम्रो त अलि चिसै छ, तर काठमाडौँ पनि अहिले खासै चिसो छैन। तर अहिले पनि मैले यसो कटिङहरू चाहिँ निकाल्छु, तर हामीले यसको 100% रिजल्ट चाहिँ पाउँदैन कि। कति रहन्छ भने कति रहँदैन। तर तपाईँहरू गर्मी ठाउँमा हुनुहुन्छ भने त त्यो भुल पक्कै पनि नगर्नु होला। यस्तो मजाले फुलेछ हेर्नुहोस् त। अझै किराले नखाएको भए कस्तो राम्रो हुन्थ्यो कि। कति धेरै कोपिला आएको थियो, सबै किराले ध्वस्तै पाऱ्यो नि मेरो यसपालि। अनि यो अहिले हेर्नुहोस् न, मैले यसको कटिङ एउटा निकालेको बचेछ कि यसको अहिले पनि। तर गर्मी ठाउँमा चाहिँ प्लिज नगर्नु होला है। यो हामी चाहिँ अलिक चिसै छ नि त, त्यही भएर। अनि अहिले चाहिँ अर्को गर्न नहुने चाहिँ
यो प्लान्टहरूलाई धेरै खोतल्ने नगर्नुहोस् के, किनभने माटो त पोरस त गर्नु पऱ्यो, तर धेरै खोतल्यो भने पनि एकदम डिस्टर्ब हुन्छ अहिले चाहिँ। त्यही भएर यिनीहरूलाई चाहिँ नचलाइराख्ने। अब मल त हाल्नै पऱ्यो होइन, झारहरू छ भने निकालेर फाल्नु पऱ्यो, पहेँलो पहेँलो पातहरू छ भने, यदि यसरी पत्ताहरूले माटोहरू छोएको छ भने त्यो पनि निकालेर फाल्ने। अहिले एकदम फङ्गस लाग्ने एकदम चान्सेस हुन्छ क्या यो बर्खामा चाहिँ। त्यही भएर यो यदि तपाईँको कुनै पनि प्लान्टको पत्ताले माटो छोएको छ भने त्यसलाई पनि निकालेर फालिदिने। अनि अलिकति यसरी हावाहरू छिर्ने बनाउनुपर्छ कि झुम्म भयो भने पनि माथिको त्यो एक्सपोज भएको पार्टहरू चाहिँ राम्रै हुन्छ, भित्रभित्रको चाहिँ सबै कुहिन्छ क्या। यसरी हाँगोहरू आउँछ नि ब्रान्चेसहरू, नयाँ ब्रान्चेस, तिनीहरू चाहिँ बढ्दैन अनि भित्रै कुहिन्छ। यसको मेरो त्यस्तै भएको छ कि मैले यसको ठुल्ठुलो पत्ताहरू थियो अनि मैले टिपेर फालेको थिएन। यो भित्रभित्र चाहिँ हेर्नुहोस् न यस्तो हुन्छ कि पत्ता भन्नाले ग्रोथ नै राम्रो हुँदैन। त्यही भएर तपाईँहरूले पत्ताहरू ठुल्ठुलो पत्ताहरू छ भने तिनीहरूलाई नि टिपेर फाल्ने। अब जस्तै यो जरबेराले त कति पानी सन्न, यो कोपिलाहरू सबै कुहिएर हेर्नु न, मैले भित्र नराखेको अटेरी गरेर कुहियो, सबै कुहियो। त्यो त मर्नै लाग्छ झन्, त्यहाँ राखेर बल्ल अलिकति हुन्छ कि जस्तो छ त्यो रातो। यो यस्तो हेर्नुहोस् न कति राम्रो भएको थियो, यस्तो भइगयो। त्यही भएर यिनीहरूलाई चाहिँ सेडमा राख्नु होला। जुन प्लान्टले पानी सन्छ तिनीहरूलाई चाहिँ बाहिर राख्ने। अहिले चाहिँ अब बर्खामा जिरेनियम त फुल्न त फुल्छ, तर अब विन्टरको जस्तरी फुल्दैन नि त। कस्तो मजाले फुल्छ, सबै यसको पनि छैन, नाङ्गै छ, सबै किराले खायो नि। कोपिलाहरू सब किराले खाएर केही छैन। कलर गर्ने कस्तो राम्रो फुलिरहेको छ। चाहिँ अब अलिअलि फुल्छ अझै। यस्तै हावा पनि बेसरी आउँछ अनि पानी अब छिटो कति ठुल्ठुलो आउँछ, त्यही भएर सबै झारिदिन्छ कि। यताको यो अगाडि आएकोहरू चाहिँ यो त पछाडि छ, भित्र छ। त्यही भएर यसरी ठुलै हावा आयो भने मात्रै यसलाई छुन्छ, नत्र यसलाई चाहिँ छुँदैन। यिनीहरू चाहिँ बाहिरै निस्केको छ, त्यही भएर यिनीहरूको चाहिँ सबै फुलझरी छ। यो इम्पेसनहरू पनि अब एक लट फुलेर बसेको। अनि यदि तपाईँहरूको इम्पेसनहरू पहिला फुलिसक्यो भने अब यिनीहरूलाई चाहिँ जस्तै यस्तो पुरानो चाहिँ यिनीहरूलाई चाहिँ तपाईँहरूले पिन्चिङ गरिदिने कि। अब यो फेरि लाग्छ है, यो नफाल्नु होला, यो चाहिँ लाग्छ। मैले चाहिँ सबै पिन्चिङ गरेको। यिनीहरूको अस्ति एक लट फुल्यो नि त, यो फेरि नयाँ आइसक्यो। त्यो कुनाको मैले नगरिदिएको, यस्तो सिधै यिनीहरू चाहिँ गर्नुभएको हुन्छ। यस्तो यसलाई चाहिँ गरेको छैन मैले, वाइटलाई मात्रै गरेको पिन्चिङ। यिनीहरूलाई चाहिँ गरेको छैन, यिनीहरूलाई पनि गर्नु छ। अब यो मेरो यसले चाहिँ पानी बाछिटोले मात्रै छुँदाखेरि पनि मेरो यो चाहिँ कुहियो, त्यो मैले कुनामा राखिदिएको छु। त्यही भएर यिनीहरूलाई चाहिँ सकेसम्म सेडमा, अब सम्भव पनि हुँदैन सबैले सेडमा राख्ने। सबै कसैको धेरै हुन्छ, कसैको कम हुन्छ होइन सेडहरू। त्यही भएर मेरो चाहिँ कम्ती छ, त्यही भएर सके जतिले मैले राखेको छु। अब नसक्नेलाई त बिचरा बाहिरै हो। अब यिनीहरू नयाँ कोपिलाहरू आएको छ, यो मेरो नयाँ त्यति टाढाबाट ल्याइदिएको है, नौलो कलर फुले हुन्थ्यो। अनि अहिले चाहिँ फेरि यिनीहरू मिलीबग त 12 महिना आउँछ कि। आजकल पहिला यति साह्रो आउँथेन, आजकल त के साह्रो मिलीबग आएको। हेर्नुहोस् न, मैले अघि भर्खरै सफा गरेको हो, मिलीबग आएर। यसमा चाहिँ मिलीबगको एट्याक हल्का 3-4वटा हाँगामा चाहिँ मिलीबग लागेछ कि। अब साह्रै भयो भने चाहिँ म यसलाई हार्ड प्रुनिङ गरेर फालिदिन्छु, अरूमा पनि सर्छ फेरि। यिनीहरू चाहिँ हाइब्रिड भएको भएर मैले सेडमा राखेको होइन। अब लोकलहरू त बाहिर नि मजाले हुन्छ इम्प्रेसन, अनि भिन्का पनि बाहिर हुन्छ है। यसरी यिनीहरू चाहिँ मैले 3-3चोटि प्रुनिङ गरेर राखिदिएको, अब चाहिँ गर्दिनँ। यो चाहिँ कस्तो मजाले सप्रेछ। यो चाहिँ अलिक सानो भयो, एउटा चाहिँ मऱ्यो क्या मेरो हेलचेक्राइले गर्दाखेरि। मैले टाइममा रिपोर्ट गर्दिनँ, त्यसै छाडिदिएको। त्यो गमला सानो भयो, एकदम गर्मी भयो अनि मरिगयो कि त्यो मेरो। एकदमै किराहरू लाग्छ। अनि अब तपाईँहरूले यदि पेस्टिसाइडहरू युज गर्नुहुन्छ भने त्यो पनि छर्न सक्नुहुन्छ, मैले चाहिँ गर्दिनँ। मेरो यो पछिको लटको कोपिला चाहिँ एउटा छैन कि, सबै किराले खायो। यो चाहिँ पुरानो लटको हो मेरो, यो पछिको लटको चाहिँ छैन। यिनीहरू त सुन्नै छ बिचारै, यिनीहरू नै अलिअलि, यिनीहरू मात्रै 1-2वटा कोपिला बाँकी छ कि यसमा चाहिँ। त्यही भएर मैले राखेको, सबै किराले खाएको चाहिँ सुन्नै छ। हेर्नुहोस् न, यो वाइट भयो, चेरी ब्लोसम, यो पनि सबै सुन्ने नै छ कि। यो पछिल्लो लटको, यो पछिको लटको कोपिला चाहिँ सबै यिनीहरू चाहिँ सबै किराले खाएको हो कि। यो 1-2वटाहरू बाँकी भएको मैले राखिदिएँ यसरी।
अनि यो मौसममा चाहिँ अब जिरेनियमको कटिङ लाग्दैन, अनि पिनाको मल नहाल्ने, कम्पोस्टहरू मात्रै हाल्ने होइन, अनि सेडमा राख्ने, पानी बाहिर भएको प्लान्टहरूमा पानी धेरै नहाल्ने है। मैले चाहिँ त्यस्तै गर्ने गर्छु। आशा छ तपाईँहरूलाई मेरो यो के भन्छ एक्सपिरियन्स चाहिँ हेल्पफुल हुन्छ होला जस्तो लाग्छ है। अनि यो ग्लक्सोनिया चाहिँ ग्लक्सोनिया कस्तो अप्ठ्यारो लाग्छ मलाई यसको नाममा। यो चाहिँ पहिलाको कोपिलाहरू फुलेर भ्यायो, यो पछिल्लो कोपिलाहरू आएकोहरू 2टा 3टा चाहिँ कुहिएछ, यो 2टा चाहिँ रहेछ कि अब यो लास्ट होला। त्यसपछि चाहिँ यो फेरि नेक्स्ट इयरको लागि यसको बल्ब सेभ गरेर राख्नुपर्छ। यो कस्तो राम्रो भएको छ मेरो सकुलेन्ट। यिनीहरूलाई नि पानी एकदम पानीबाट बचाउनुपर्छ।